रोमानियामा वर्क पर्मिट सस्पेन्डेड भएको भन्ने सबैको चासोको विषय हो। यसमा चाहिँ वर्क पर्मिट सस्पेन्डेड भएको हो अपोइन्टमेन्टको लागि चाहिँ त्यो चाहिँ अनलाइनबाट चाहिँ अपोइन्टमेन्ट बुकिङ सिस्टम चाहिँ सस्पेन्डेड भएको हो। यो चाहिँ आइजिआईले आधिकारिक रूपमा चाहिँ अफिसियल्ली त्यो भनेको छैन, तर अरू वेबसाइटहरूमा चाहिँ त्यो हेर्न सकिन्छ। .com भन्ने वेबसाइटमा पनि यो अभाइलेबल छ। अर्को visaupdate.com मा पनि यो न्युज अभाइलेबल छ। त्यस पछाडि eurox.gov.ro भन्ने वेबसाइटमा पनि यो न्युज चाहिँ अभाइलेबल छ। यो रोमानियाको gov.ro वाला वेबसाइट हो, गभर्मेन्ट वेबसाइट हो। र अर्को rivermed.com भन्नेमा पनि छ। यस्तै थुप्रै वेबसाइटमा पनि छ। सबै वेबसाइटमा भिसा अपडेटमा पनि visaupdate.com को वेबसाइटमा पनि छ। यो चाहिँ fregoment.com भन्ने वेबसाइट हो। यसमा यो वेबसाइट भनेको चाहिँ ग्लोबल्ली रूपमा ग्लोबल इमिग्रेसन सर्भिसको वेबसाइट हो। यो चाहिँ फ्रेगोमेन्टमा बिलोङ्स हुने वेबसाइट हो। यसको चाहिँ 60 वटा अफिसहरू चाहिँ वर्ल्ड वाइड छ। त्यसले चाहिँ इमिग्रेसन सर्भिस प्रोभाइड गर्छ, जसमा चाहिँ युरोप, एसिया, अमेरिका, क्यानाडा सबै ठाउँमा चाहिँ यसको अफिसहरू छ। यो फ्रेगोमेन्ट भन्नेले चाहिँ इमिग्रेसन सर्भिस प्रोभाइड गर्ने ल फ्रिङ अफिस हो। यो चाहिँ 60 वटा अफिस चाहिँ वर्ल्ड वाइड रूपमा उपलब्ध छ। त्यही भएर यो चाहिँ आधिकारिक ट्रस्टेबल वेबसाइट हो। यसले भनेअनुसारले अनलाइन अपोइन्टमेन्ट अभाइलेबल छ भनेको हो। अनलाइन अपोइन्टमेन्ट चाहिँ अनअभाइलेबल छ अन्टिल अक्टोबरसम्मको लागि भनेर त्यो यसले चाहिँ जानकारी दिएको छ। त्यो चाहिँ बुकिङ चाहिँ अनलाइन स्केड्युल चाहिँ ब्लक भएको हो। के कारणले ब्लक भएको भन्दा धेरैवटा चाहिँ झुटो एप्लिकेसनहरू अनलाइनबाट चाहिँ सबमिट भयो भनेर त्यो ब्लक गरिदिएको हो। यसले चाहिँ अब वर्क पर्मिट अप्लाई गर्नुपर्ने लङ टर्म स्टे भिसाको लागि जसले अप्लाई गरेको थियो तिनीहरूलाई केही असर गर्छ। यसमा अब कम्पनीहरूले हायरिङ टाइमलाइन, सिजनल यस्तोहरूमा चाहिँ केही ढिलो हुन सक्ने सम्भावना छ। यो सबैमा हामीले बुझ्न के जरुरी छ भने यो अप्लाई चाहिँ बुकिङ अनलाइन अपोइन्टमेन्ट मात्रै भएको हो। अपोइन्टमेन्ट मात्रै चाहिँ अक्टोबरसम्मको लागि चाहिँ ब्लक गरेको हो। त्यसमा चाहिँ भर्चुअल अथवा चाहिँ इन पर्सन अपोइन्टमेन्ट स्लटमा सबमिट गर्न मिल्छ। त्यो आइजिआईको एप्लिकेसन युज नगरिकन चाहिँ आफै डाइरेक्ट इन पर्सनमा भिजिट गरेर अनलाइन नगइकन इन पर्सनमा गएर त्यसरी भिजिट गरेर गर्न मिल्यो। आइजिआई आफैले कुनै पनि पोस्ट चाहिँ पब्लिक नोटिस कन्फर्म गरेर यो पोस्ट गरेको छैन। आइजिआईले चाहिँ यो पोस्ट गरेको छैन, तर आइजिआईकै अफिसियल्ली अब लिगल इमिग्रेसन एडभाइजरहरू यो वेबसाइट पनि अब रिप्रेजेन्टेटिभमा पर्छ। अब लिगल इमिग्रेसन एडभाइजर हो। यो पनि 60 वटा भन्दा धेरै देशमा अफिस भएको वेबसाइट हो। त्योभन्दा अरू थुप्रैवटा वेबसाइटहरूमा पनि यो न्युज चाहिँ भेट्न सकिन्छ। र आइजिआईले अनलाइन वर्क पर्मिट अपोइन्टमेन्ट स्केड्युल चाहिँ पज गरेको सिचुएसन हो। यो कुरा सही हो, तर अनलाइन स्केड्युल मात्रै पज गरेको हो, त्यो काम रोकिएको छैन। यदि तपाईहरु यहीँबाट चाहिँ अर्को कम्पनी चेन्ज गर्नुहुन्छ भने त्यसको लागि पनि यो पनि असर त पर्छ, किनभने हामीले पनि अर्को वर्क पर्मिट अप्लाई गर्नुपर्छ। तर त्यसको लागि चाहिँ के छ भन्दा अफलाइन अप्सन छ, जुन चाहिँ हामीले चाहिँ इन पर्सनमा चाहिँ अफिस भिजिट गरेर त्यहाँ फाइलहरू सबमिसन गरेर त्यसरी वर्क पर्मिट निस्किन्छ। यसको आधिकारिक अथोराइज आइजिआईले चाहिँ कुनै स्टप भएको केही भएको भनेको छैन र त्यो चलि पनि रहेको छ। र नयाँ वर्क पर्मिट चाहिँ अप्लाई नयाँ कम्पनीले वर्क पर्मिट अप्लाई भइसके पछाडि चाहिँ तपाईहरुले एनेक्सा 49 भन्ने एउटा रिसिभ गर्नु, त्यो चाहिँ आफूले राखिरहनु पर्यो। त्यो एनेक्स 3 नम्बर हेर्दाखेरि 3 नम्बरमा हामीले हेर्दाखेरि चाहिँ जुन भनेको हुन्छ त्यसको आधारमा आइजिआईले कन्फर्म इन प्र्याक्टिस दैट यु हैव 30 डेज टु एक्ट। हामीले चाहिँ पुरानो कम्पनी छोडेर नयाँ कम्पनी चुज गर्दाखेरि त्यसको चाहिँ 30 डेजको एक्ट हुन्छ। 30 डेज भित्र गरिसक्नुपर्छ। यदि त्यो छैन भने नो म्याटर हाउ लङ टिआरसी इज टेक्निकल्ली भ्यालिड, यो चाहिँ 30 डेज पछाडि चाहिँ इलिगल भइन्छ भनेर चाहिँ यो यसको आधारमा दिन सक्छ। ओयुजी 194 को आर्टिकल नम्बर 56(3)
को आधारमा अथवा 2 को आधारमा चाहिँ 30 डेज भन्दा बेसी कटेको छ भने त्यसरी वर्क पर्मिट रिजेक्ट गरिदिन सक्छ र तपाईहरु इलिगल हुने चान्स हुन्छ। त्यही भएर यो सबै काम चेन्ज गर्नको लागि यति छ भनेदेखि 30 डेज भित्र तपाईहरुले वर्क पर्मिटमा आइजीआई मा अपडेट गरेर उनीहरुले तपाईको प्रेजेन्टलाई अपडेट गरिदिनु पर्यो र त्यहाँबाट उनीहरुले एनेक्स 49 भन्ने एउटा पेपर दिन्छ। आइजीआई मा इन्फर्म गर्नु पर्यो रेगुलाइज योर स्ट्याटस विथिन 30 डेज इन्फर्म आइजीआई र रेगुलाइज गर्नु पर्यो। त्यही भएर अहिले काम चेन्ज गर्नको लागि नयाँ नियम आएको छ। यो चाहिँ 30 डेज मात्रै भ्यालिड गर्दिने भनेर चाहिँ त्यसपछि तपाईहरुको इलिगल ओभरस्टेको चार्ज हुन्छ। आफ्टर 30 डेज इलिगल यदि तपाईहरुको कार्ड छ भने पनि। सो सेफ हुनको लागि आइजीआई मा सबै डकुमेन्ट नयाँ कम्पनीको सबै डकुमेन्ट 30 डेज भित्र बुझाएर त्यसपछि एनेक्स 49 आफूले लिनु पर्यो। एनेक्स 49 को पेपर लिनु पर्यो। जो एनेक्स 49 ले चाहिँ तपाईहरुको स्ट्याटस चाहिँ प्रोटेक्ट गर्छ। त्यो चाहिँ प्रोसेस टाइम हुन्जेलसम्म तपाईहरुलाई बस्न अलाउ छ, काम गर्नलाई पनि अलाउ छ, त्यस्तै भनेको हुन्छ। एनेक्स 49 भन्ने पेपर छैन भनेदेखि कम्पनीसँग सोध्नु होला। विदाउट त्यो चाहिँ तपाईहरु इलिगल हुने चान्स हुन्छ, रिजेक्ट हुने चान्स हुन्छ। वर्क पर्मिट अप्लाई हुँदैछ प्रोसेस छ भने एनेक्स 49 अनिवार्य रूपमा लिनु पर्यो। त्यो कम्पनी कसले अप्लाई गर्दैको छ त्यसलाई सोध्नु होला। यसको डिटेलमा चाहिँ यो वर्क चेन्जको मैले एउटा पुरानो भिडियो पनि डिटेलमा बनाएको थिएँ। त्यो चाहिँ त्यसमा चाहिँ रेजिसको एउटा वेबसाइटमा चाहिँ अफिसियल वेबसाइटको चाहिँ मैले केही क्लिपहरु हालेको रहेछु जसमा चाहिँ मैले विदाउट केही छेडखानी मतलब जुन कुरा गर्नु नहुने थियो त्यो गरेको भनेर त्यो आधारमा टिकटकले भिडियो हटाइदिएछ। त्यो भिडियो 20 मिनेट 21 मिनेटको लिगल्ली रूपमा वर्क चेन्ज गर्ने त्यो भनेर मैले बनाएको थिएँ। अब त्यही भिडियो म रिपिट रूपमा चाहिँ कुनै दिन फुर्सदमा चाहिँ त्यो भिडियो फेरि बनाउला। यसरी चाहिँ यो लेजिस वेबसाइटमा गएर यसमा चाहिँ हामीलाई पब्लिकली एक्सेस छैन, तर कुनै सिचुएसनमा कुनै केही कुराहरु बाहिरको कुराहरु मात्रै हामीले चाहिँ हेर्न मिल्छ। यो मलाई पनि एक्सेस छैन। यसको सब्स्क्रिप्सन फुल युजर नेम आइडी हालेपछि मात्रै यो चाहिँ मैले युज गर्न मिल्छ यसको डिटेलमा चाहिँ। तर नर्मली यहाँ रुल्सहरु हेर्नको लागि lazy5.ro भनेर चाहिँ युज गर्न सक्नुहुन्छ।